चिन्तनलाई सम्मान गर्ने, सत्य र सृजनशीलतालाई प्राथमिकता दिने हाम्रो यो साझा कार्यक्रम चिन्तन चौतारीलाई संसारभरबाट हेरेर बसिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूप्रति म कार्यक्रम प्रस्तुता विश्वदीप घिमिरे हार्दिक आभार व्यक्त गर्दछु। परिवर्तित समयसँगै समाजको यथार्थ कथाहरू भन्ने हाम्रो यो कार्यक्रम चिन्तन चौतारीमा अबको प्रस्तुति भने हेरौँ यो दृश्य भाषा। नमस्कार, म खेमराज परसाई, मेची उद्योग वाणिज्य सङ्घको अध्यक्ष। हाम्रो मेची उद्योग वाणिज्य सङ्घ भनेको नेपालकै पूर्व नाका काँकरबिटादेखि लिएर हाम्रो एरिया भनेको चाराली क्रस मेची नगरभित्रमा पर्छ। यसले धेरै अब व्यवसायीहरूका राम्रा काम नराम्रा काम धेरै अब कति राम्रा सकेसम्म त हामीले राम्रै गर्न खोजेका हुन्छौँ। अब यहाँ बोर्डर खुल्ला बोर्डरका समस्यादेखि लिएर तपाईको अहिले नेपाल हामीहरूले प्रधानमन्त्रीज्यूलाई अस्ति भर्खरै भेटेर पनि आइसक्यौँ। इन्डियामा एमएससीमा पनि गयौँ। अहिले मेन समस्या भनेका यहाँका उद्योगहरू प्लाइवुड भेनियरदेखि लिएर सिमेन्ट रडका अहिले यो इन्डिया सरकारले चाहिँ बिएसआई नदिएको कारणले अहिले पनि आज पनि तपाईको इन्डियामा 8वटा ट्रक रोकिरहेछ। अब यहाँ हामीहरूले पहल गरिरहेछौँ। अहिले पनि म यहाँ बाटादेखि लिएर हरेक नगरपालिकासँग कोअर्डिनेसन, प्रदेश सरकारसँग कोअर्डिनेसन गरेर हामी अहिले तुरुन्तै एउटा भवन पनि बनाउने पोजिसनमा पुगेका छौँ। भवन बनाउँछौँ। नेपालको यो मेची उद्योग वाणिज्य सङ्घ भनेको चाहिँ नेपालको पुरस्कार पाएको यसपालि हाम्रो अस्ति 6 महिना अगाडि साधारण सभामा नेपालको पहिलो उद्योग वाणिज्य सङ्घमा सफल भएको छ। प्रधानमन्त्रीज्यूले त्यहाँ हामीहरूलाई सम्मान गर्नुभएको छ, मायाको चिन्ह दिनुभएको छ। त्यसै गरी हामीहरूले यहाँ कुनै पनि व्यवसायीहरूलाई अप्ठ्यारो परेको बेलामा भन्सारदेखि लिएर राजस्वदेखि लिएर जतिखेर 12 बजे राति भन्दा पनि म आफू तयार छु सुविधा दिनका लागि। अप्ठ्यारो परेको बेलामा जतिखेर पनि म ओके भएर लागेको छु। अब नेपाल सरकारले पनि अहिले हामीहरूलाई सपोर्टै गर्नुभएको छ, राम्ररी हेर्नुभएको छ। प्रधानमन्त्रीज्यूसँग म आफै गएर बालवाटरमा गएर भेटेर दुई-दुईचोटि भेटेर पनि आइसकेको छु। त्यसै नराम्रा कामहरू भनेका त्यस्ता छैनन्। बाटाघाटा सबै बनेर दसैँ अगाडि नै हामीहरूले यो अहिले बाटाघाटा समस्या भएका थिए। नगरपालिकासँग समस्या भएर म आफै लागेर नगरपालिकासँग कोअर्डिनेसन गरेर बाटो चाहिँ तुरुन्त यो भदौभरमा बनिसकुन् बजारका बाटाहरू भन्ने हिसाबमा चाडबाड आयो। चाडबाडले गर्दाखेरि भोलि फेरि व्यवसायीहरूका समस्या यत्रो वर्ष दिनको रुँगेर बसेका समस्याहरू चाहिँ अप्ठ्यारो पर्छ व्यवसायहरू गरून् भन्ने हिसाबले भदौभरमा हामीहरूले यो काम सबै सक्नुपर्ने छ। यस्तै छन् यहाँका उद्योगहरू सबै अलिकति सरकारले पनि पहल गर्न सकिरहेको देखिएको छैन। अब इन्डियासँग कूटनीतिक हिसाबले कसरी गर्नु पर्थ्यो त हामीहरूले त उद्योग वाणिज्य सङ्घले भन्ने कुरा मात्रै हो, सरकार लागिरहेको पनि होला। खुल्ला बोर्डर भइसकेपछि अब यहाँ 2 नम्बरी हुने हामीहरूले त्यो बारेमा पनि भन्सार चिफ साहबसँग, भन्सार परिवारसँग, नगरपालिकासँग, प्रहरी प्रशासनसँग सकेसम्म टाइट गर्नलाई हामी आफू पनि लागेका छौँ। त्यसलाई अहिले धेरै न्यूनीकरण भएका छन्। अझै हामीहरूले त्यो बाटो कसरी हुन्छ त्यसका निकासहरू 2 नम्बरी अब बिल्कुलै बन्द भनेर त्यस्तो छैन। अहिले पनि हामी लागिरहेका छौँ, लाग्छौँ पनि, त्यसलाई सफल बनाएर छाड्छौँ। अस्ति भर्खरै हामीहरूले एकजना फलफुल व्यवसायी आज एकदम नियमित यहाँ दर्ता भएर प्रक्रियामा हुनुहुँदो रहेछ। उहाँ खस्नुभयो, उहाँको व्यवसाय बन्द भयो। हामीहरूले बिमा त्यो एउटा राहत कोष भनेर राखेका थियौँ। उहाँलाई 1 लाख रुपियाँ नगद भएर चेक दिँदाखेरि समस्या हुन्छ भनेर नगद 1 लाख रुपियाँ दिएर तुरुन्तै दोकान पसल खोल्न लगायौँ। त्यसै गरी हामीहरूले 2टा यहाँ एउटा चारालीमा धाइजनमा एउटा धुलाबारीमा आगलागी भएका थिए। मल दोकान दबाई दोकानहरूमा आगलागी भएका थिए। एउटा पाउरोटी बिस्कुट फ्याक्ट्रीमा लागेको थियो। हामीहरूले उहाँहरूलाई घर घरमा गएर राहत दिएका छौँ।
अब सबै 100मा 100 त पुगेको छैन होला उहाँहरूलाई जति चाहिएको, तर सकेसम्म हामीहरूले उहाँहरूलाई राहत दिएका छौँ। परेका बेलामा उहाँहरूलाई व्यवसायीहरूलाई परेका खण्डमा हामीहरूले जतिखेर पनि सपोर्ट गर्छौँ। हामीहरूले के पनि गरेका छौँ भने यहाँ महिला समूहहरूलाई यो हाम्रो उद्योग वाणिज्य सङ्घबाट 2-2 लाख रुपियाँ लगभग 8-9वटा 10वटालाई 2-2 लाख रुपियाँ दिएर चाहिँ उहाँहरूलाई सपोर्ट होस् भनेर उहाँ कसैले ब्याग गर्नुभएको छ, कसैले जुत्ता गर्नुभएको छ, कसैले अचार गर्नुभएको छ। त्यस्ता धेरै व्यवसाय महिला दिदीबहिनीहरूलाई पनि हामीहरूले त्यसरी राहत पनि होस्, काममा सपोर्ट पनि होस्। उद्योग वाणिज्य सङ्घले उहाँहरूलाई घुमाउँछौँ पनि हामीले, कहाँ कहाँ राम्रा काम भएका छन्। लोकल जस्तै ढाकाको कुरा, ढाका कपडाहरू पनि हामीहरूले यहीँ उत्पादन गर्दैछौँ। ढाका कपडा पनि हामीहरूले इन्डिया जाओस् भन्ने कुरामा उद्योग वाणिज्य सङ्घले धेरै सपोर्ट, व्यवसायिकहरूलाई धेरै सपोर्ट। यहाँ अब दुध डेरीहरू धेरै छन्, छुर्पी धेरै छन्, उहाँहरूलाई पनि हामीहरूले प्रोत्साहन गरिरहेछौँ। घिउ, नेपालबाट घिउ, नौनी घिउदेखि लिएर हरेक यहाँ डेरीका घिउहरू जान सक्यो भने अझै प्रोत्साहन हुन्छ, विदेशी पैसा भित्रिन्छ भन्ने कुरामा हामी लागिरहेका पनि छौँ। भन्सारले कहिले कहिले प्रहरीहरूबाट समस्या आएको बेला म आफै गरेर त्यो सामानहरू छुटाएका पनि छौँ। नेपालबाट जति सक्दो सामान जाओस् विदेश भन्ने कुरामा यहाँ अब केसम्म गरेका छौँ भनेदेखि पहाडमा धेरै, अब पहाडहरूमा तपाईँ हामीहरूलाई थाहा छ इस्कुसहरू फल्छ। त्यो इस्कुस भनेको चाहिँ यो गाईले धेर भइसकेपछि गाईले पनि खान छोड्छ। त्यो इस्कुस पनि हामीहरूले इन्डिया पठाउनलाई अस्ति भर्खरै योजना आयोगको उपाध्यक्ष सदस्यज्यूहरू आउनुभएको थियो केन्द्रबाट। हामीहरू बसेर भुटान, बङ्गलादेश, इन्डिया, नेपालकाबाट हामीहरूले त्यो पहल गरिसकेपछि अहिले त्यो इस्कुस पनि निर्यात हुन थालेको छ। हामीहरूले लोकल सामानहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा हामी लागेका छौँ। अरू पनि त्यस्ता केही हुँदाखेरि सकेसम्म हामीहरूले यहाँका किसानदेखि लिएर अलैँची छ, अदुवा छ, अम्लिसो छ, हरेक कुरामा नेपालबाट जाओस् विदेश, त्यो कुरामा चाहिँ पुलिस प्रशासन भन्सारले पनि सपोर्ट गर्नुपर्छ भन्ने कुरा, नेपाल सरकारले पनि सपोर्ट गर्नुपर्छ भन्ने कुरामा हामी लागेका छौँ। हाम्रो निजी स्रोतबाट अब हामीहरूले अस्ति यहाँका युवाहरूलाई विदेश पलायन नहुन् भन्ने हिसाबमा सीसी क्यामेरा, तपाईँको यो फ्रिज, एसी ट्रेनिङ एक महिनाको ट्रेनिङ पनि हामीहरूले युवाहरू पलायन नहुन्, यी रोजगार गर, तपाईँहरूलाई यी गर्दाखेरि हामीहरू सपोर्ट गर्छौँ। अब अहिले भर्खरै हामीहरूले अस्ति तपाईँको पापड बनाउने यहाँका युवा युवतीहरूलाई पापडको ट्रेनिङ गरायौँ। त्यो तपाईँको यो जुन एसी फ्रिजको गरायौँ। त्यसै गरी यहाँ जुन राजस्वहरूमा ट्रेनिङ हामीहरूले आन्तरिक राजस्वका साथीहरूलाई बोलाएर भरे त्यो व्यवसायहरू झमेलामा नपरोस् भनेर सबै व्यवसायहरूलाई बोलाएर हामीहरूले यसो गर्दा राम्रो नराम्रो सबैले सिक्ने त्यहाँ ट्रेनिङ पनि गरायौँ। अब किसानहरूलाई पनि त्यसरी नै हामीहरूले तपाईँलाई भने सुँगुर पालन, तपाईँको कुखुरा पालन, यी ब्यागहरू, लोकल सामानहरू, टमाटर खेती, इस्कुस खेती, आलु खेती, यी सबैलाई हामीहरूले राखेर ट्रेनिङ पनि गराएका छौँ, सपोर्ट पनि गरायौँ। इन्डियाबाट आउनेलाई भन्दा नेपाललाई हामी आफै गएर यहाँका ठुल्ठुला तपाईँको यी भाटभटेनीदेखि लिएर ठुल्ठुला कृषि मन्डीहरूमा हामी आफै गएर तपाईँहरूले नेपालकै हो, धेरै अर्ग्यानिक छ, यसलाई सपोर्ट गर्नुपर्छ भनेर हामी लागेका छौँ। सम्पूर्ण व्यवसायहरूलाई नेपाल सरकारबाट हुन्छ कि अब हाम्रो निजी स्रोतबाट त त्यत्रो उतो छैन होला। उहाँहरूलाई स्वास्थ्यदेखि लिएर उहाँहरूको स्वास्थ्य बिमा, चोरी डकैती, यी यस्ता समय सुरक्षाको कारण हरेक उसमा सुरक्षा, हरेक चोक चोकमा सीसी क्यामेरा, स्वास्थ्य अब तपाईँको बाटाघाटा सारा बनाउन पाएर सबै मजाले चलाउन पाएदेखि खुसी हुन्थे जस्तो लाग्छ मलाई।
हरेकले स्वच्छसँग चलाउनु, राति पनि चलाउनु, यहाँ एकदम शान्ति हो, पर्यटक क्षेत्र होस् भन्ने खालको कमसेकम वातावरण बनोस्। नगरपालिकाले पनि त्यसमा साथ दियो भनेदेखि त्यो बनाउन पनि सक्छौँ। यहाँ धेरै सिमसार क्षेत्रहरू, पर्यटन क्षेत्रहरू छन्, त्यो कुरामा सबै विदेशी पर्यटनहरू पनि आउँथे। त्यस्ता कुरामा गाडी घोडाको बरु सुविधा गरिदिनुपर्छ, ट्याक्सहरूको हटाउनुपर्छ। जुन अहिले नगरपालिकाहरूले यो ट्याक्स लगाइरहेछ साना साना गाडीको, त्यो हटाउन हामीले पहल पनि गऱ्यौँ। ती सबै हटाएर अलिकति राम्रो धुलाबारी, राम्रो मेचीनगर बनाउन पाएदेखि सन्तोक हुन्थ्यो जस्तो लाग्छ। सुखी नेपाली समृद्ध नेपाल भन्ने जुन ल्याउनु भएको छ, त्यो कुरामा हामी सबै लागेका पनि छौँ, लाग्नु पनि पर्छ। हामी नै कमसेकम गर्दैनौँ, खालि विदेश 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 भन्ने जुन कुरा छ त्यो कुरा होइन, यहीँ गरौँ, गर्न खोज्नुपर्छ। हामी पनि हलो जोतेरदेखि लिएर सारा गरेर आएका मान्छे। अहिले हामी उद्योग चलाएका छौँ, व्यवसाय चलाएको छौँ। म आफू उद्योग वाणिज्य सङ्घको अध्यक्ष, गर्न खोज्दा हुन्छ नि त, तर गर्नै नखोजी एउटा सानो चिया पसल होस्, पसल हो त्यो होइन, तर कमसेकम केही गर्न नसक्ने, सानो गर्न लाज लाग्ने, विदेशमा गएर अर्काको भाँडा मोल्न तयार हुने, यही गर्नुपर्छ। यहाँ बरु सल्लाह गरौँ, साथ लिउँ। हामीहरूले उद्योग वाणिज्य सङ्घले गर्नुपर्ने सपोर्ट जतिखेर पनि सहयोग गर्छ नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि, गरेको पनि छ, गर्छ पनि। त्यो कुरामा नेपाल सरकारले जुन ल्याएको नीति छ त्यो अनुसारको हामी त्यसमा लागेका छौँ, गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छौँ। आदरणीय दर्शक महानुभावहरू, तपाईहरू पनि समाजमा घटेका घटना, परिघटना, दृश्य, परिदृश्यहरूलाई हाम्रो कार्यक्रम मार्फत संसारलाई देखाउन, भन्न, सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। तपाईहरूको आवाज, तपाईहरूको सुझाव हाम्रो कार्यक्रमको सम्पदा हो। अर्को अध्यायमा पुनः भेट्ने बाचा गर्दै म कार्यक्रम प्रस्तुता विश्वदीप घिमिरे लगायत मेरा सम्पूर्ण प्राविधिक मित्रहरू बिदा चाहन्छौँ। हस्त नमस्कार।